आज चाहिँ यति मिठो खिर र अचार कहाँ गएर खायौँ आउनुहोस् पुरा भिडियो हेरौँ। बसमा चाहिँ आन्टी र म दुध लिनलाई बस पार्कतिर गयौँ। आज चाहिँ सोमबारको दिन भएर होला दुध नै पाएनौँ। हामी चाहिँ यहाँदेखि फर्क्यौँ। फर्किने बेला चाहिँ बाटोमा पानी परेर म चाहिँ यता साथीको पसलमा गएँ बस्नलाई। म चाहिँ पानी बिदो भएर त्यहाँबाट निस्केँ। म चाहिँ किचनमा आएर अघि धोएर गएका भाँडाकुटीहरू सबै मिलाएर राख्न थालेँ। आज चाहिँ मलाई यस्तो खिर खान मन लागेको थियो। मैले चाहिँ दुध पाइन्छ कि भनेर चामल भिजाएर गएको, दुध नै पाएन लास्टमा त। माइतीघर नजिक भएको धेरै फाइदा हुने रहेछ। बुवा मम्मीले चाहिँ यतै खिर र अचार बनाएर खामला आइज भन्नुभयो। मैले चाहिँ बाबुलाई लिएर माइत गएँ। मैले चाहिँ अचार बनाउनुतिर लागेँ। यो अचार चाहिँ दाजुले र मैले बनाएको के यस्तो मिठो छ। हामीले चाहिँ अचार रेडी बनाइसकेका थियौँ, उता पनि खिर पाकिसकेको थियो। हामी सबै बसेर खिर खानतिर लाग्यौँ। जे चिज पनि के सबै फ्यामिलीसँगै बसेर खाएको कति आनन्द आउँछ के। मेरो ठुलमम्मीको हातमा के जादु नै छ, यस्तो मिठो खिर बनाउनुहुन्छ। खिर मात्रै होइन जे कुरा पनि मेरो ठुलमम्मीले यति मिठो बनाउनुहुन्छ। हामी चाहिँ सबैजनाले खिर खाइसकेपछि त्यहाँबाट निस्क्यौँ। ल साथीहरू आजलाई यति नै, भेटौँला अर्को ब्लगमा। त्यति बेलासम्मको